वेलकम टु माई मिनी ब्लग सेवा। जो 12 बजी नै सरप्राइज दिएको भिडियो चाहिँ मैले पोस्ट गरिसकेको छु साथीहरू। अनि यो चाहिँ आजको बिहानको भिडियो। आज बिहानै नुहाइधुवाइ गरेर मन्दिरतिर लागेँ। अनि को लाग्यौँ भन्ने चाहिँ म मेरो बहिनी अनि सुनिल गएको। अनि सुनिलले चाहिँ यो भिडियोहरू बनाइदिँदैछ। ऊ चाहिँ फोटोग्राफर हो, एकदम बेस्ट फोटोग्राफर हो साथीहरू। तपाईँहरूलाई पनि बर्थडे बिहा वर्तमान जेमा चाहिन्छ, पार्टीतिर जेमा चाहिन्छ उसले फोटो राम्रो खिच्छ। हेर्नुहोस् यो फोटो सबै उसले नै पोजको सिकाएर मलाई चाहिँ फोटो खिचिदिएको छ। मलाई बर्थडेमा यति धेरै स्पेसल फिल गराएको छ मेरो साथीले। यति छोटो समयमा तिमीलाई भेटेँ, तर तिमी मेरो घनिष्ठ साथी बन्न पुग्यौ। तिमीले अरूले भन्छ नि केटा साथी कहिले साथी हुँदैन भनेर, तर तिमीले चाहिँ केटा साथी पनि साथी हुन्छ भनेर एउटा उदाहरण दिएको छौ साथी। थ्याङ्क यू सो मच। तिम्रो बयान गरेर म थाक्दिनँ। अझै तिमीले उन्नति प्रगति गर्दै जानु, कहिले पनि हार नमान्नु, अनि तिम्रो सपना सबै पुरा होस्। अनि हेर्नुहोस् ऊ चाहिँ मेरो भाइ हो। अनि नानाले चाहिँ बाहिरबाट मलाई सरप्राइज पठाइदिनु भएको रहेछ। मलाई मनपर्छ नि त डल, अनि यहाँ बुके मनपर्छ। अनि केक चाहिँ मेरो भाइहरूको तर्फबाट रहेछ। थ्याङ्क यू सो मच सद्भाव अभि, लभ यु मेरो भाइ। यति ज्ञानी भएकोमा, मलाई यति धेरै माया गरेकोमा। पाएर म एकदम बेसी इमोसनल भइसकेँ। केक जलिन्छ होला, केक आएछ त अब ओइ द इट्स अ न्यू डे वाला मनपर्छ केक। अब चाहिँ साथीहरू रेडी भयो। अब चाहिँ केक काट्ने हो। अब चाहिँ टिकटक बनाउनु पर्ने छ साथीहरू। टिकटक बनाउने हो अनि केक काट्ने हो। हेर्दै जानु होला। अब 2 चोटिमा टिकटक बनियो। म चाहिँ विस माग्दैछु साथीहरू। अनि त्यसपछि ह्याप्पी बर्थडे भन्दैछ। म चाहिँ पर्ख भन्दैछु। अब चाहिँ क्यान्डल नुहाउने भाइ साथीहरू। ह्याप्पी बर्थडे डियर बिसिका, ह्याप्पी बर्थडे टु यु, मे गॉड ब्लेस यु, अलवेज ह्याप्पी एन्ड हेल्दी एन्ड स्टे पोजिटिभ। हिजो 12 बजीदेखिको तिमीलाई एउटा सरप्राइज छ बेलुका दिने भनेको थियो साथीहरूले। अनि के चाहिँ छ भनेर म चाहिँ ओभर धेरै एक्साइटेड छु क्या साथीहरू। के चाहिँ सरप्राइज रहेछ भनेर। अनि 2जनाको पालो आयो होइन। अनि ह्याप्पी बर्थडे टु यु मिस्टिका भनेछ। अनि म चाहिँ एक्साइटेड भइसकेँ क्या, के चाहिँ दिनु लाग्यो मेरो प्यारीहरूले भनेर। शब्दमा बयान गर्न सक्दिनँ साथीहरू। तिमीहरूको माया देखेर म एकदम इमोसनल भइसकेको छु। त्यो पनि कन्ट्रोल गर्दैछु साथीहरू। थ्याङ्क यू सो मच यति धेरै मायाको लागि। त्योहरू 12 बजीदेखि नै उनीहरूले चाहिँ मलाई चाहिँ स्पेसल फिल गराएको छ अहिलेसम्म। आँखा चिम गर भन्दैछ उनीहरूले। अब सरप्राइज निकाल्नु लागेको छ। म चाहिँ एक्साइटेड हुँदैछु साथीहरू। अब भाइले चाहिँ के भन्छ भने मिस्के दिदी भनेर मलाई इसारा गर्दैछ केक गिफ्ट दिनु लाग्यो भनेर। अब बच्चाहरू जस्तै त जिस्किरहेको छ, कति धेरै क्युट छ फेरि। बाल्यकालदेखि सुरु भएको यो सम्बन्ध बुढेसकालसम्म पनि यस्तै हुनेछ। समय परिस्थितिले हामीलाई कहाँ पुर्याए पनि तिमीहरूप्रति मेरो माया सदा यस्तै रहनेछ। अनि कहिले बिर्सिने छुइनँ। धेरै धेरै माया। साथीहरू यतिखेर नै म इमोसनल भइसकेको थिएँ। मलाई आँसु आउनु लागेको थियो, तर म ओभर कन्ट्रोल गर्दै थिएँ। त्यहाँ वरिपरि सबैजना हुनुहुन्थ्यो नि त, धेरैजना हुनुहुन्थ्यो। अनि मलाई चाहिँ कस्तो लाज लागिरहेको थियो नि त, कस्तो भइरहेको थियो, भावुक भइसकेको थिएँ क्या। म चाहिँ एकदमै यति धेरै माया गर्ने साथी पाएकोमा म आफूलाई नै भाग्यमानी ठानिरहेको छु।
साथीहरू अब चाहिँ म गिफ्ट देखाउँदै जिस्काउँदैछु अनि आफ्नो इमोसनल पनि लुकाउँदैछु अनि फोटो चाहिँ राम्रो आएन, सुनिलसँग हालेको छुइनँ अनि यो चाहिँ सुनिलले मलाई दिएको बुके हो। अनि के भन्दैछु भने यति छोटो समयमा नै तिमी मेरो मिल्ने साथी भएकोमा थ्याङ्क यू सो मच भन्दैछु होइन। तिम्रो बयान गर्न सक्दिनँ शब्दमा, त्यही हो। मलाई चाहिँ अब यस्तो यस्तो भन्न आउँदैन, भिडियोमा मात्र हो मैले चाहिँ भन्ने भनेको। अनि यहाँ हेर्नुहोस् न, मलाई यति टाढोबाट पनि मलाई नानाले यस्तो माया गरेर सरप्राइज गरिदिनु भएको, त्यही भएर म अब चाहिँ रोक्नै सकिने। हेर्नुहोस् न थ्याङ्क यू नाना, मिस्टी रिजर्भ अरू केही छैन। एकछिन न, शब्दमा बयान गर्न सक्दिनँ तपाईँको माया होइन। थ्याङ्क यू सो मच, धेरै माया, छिटै भेट्छौँ। अनि अनि अर्को अर्को नानाको गिफ्ट भन्दै थियो रुयो मिस्टी त। ल दिदीको याद आइहाल्छ नि। अनि यो चाहिँ मेरो प्यारो साथी है, प्यारो साथी सरिता। यहाँ हेर्नुहोस् न, म रुखको देखेको उनीहरू जिस्काउँदैछ। अब मलाई दुःखी भएको देख्न सक्दैन नि त, उनीहरूले जिस्काउँदै हाँस्दैछ होइन। अनि उनीहरूले मलाई यति धेरै खुसी बनाउन आएको, म त रुइरहेको छु नि त। अब यो त खुसीको आँसु हो कि मेरो चाहिँ, फेरि दुःखको आँसु खुसीको आँसु जे पनि आइहाल्छ। मलाई चाहिँ फेरि आँसु चाहिँ रोक्न सक्दिनँ, म त एक नम्बरको रुन्जी हो नि त। फेरि यो गिफ्ट चाहिँ मेरो प्यारी भाउजूले दिनुभएको, थ्याङ्क यू सो मच भाउजू। तपाईँ पनि मेरो भाउजू नभएर एकदम मिल्ने साथी हुनुहुन्छ, दुःख सुखको साथी। थ्याङ्क यू सो मच, यति धेरै मायाको लागि। एकदम राम्रो लाग्यो तपाईँले दिनुभएको ब्याग, थ्याङ्क यू सो मच, लभ यू। मिस्टी रुइसकेको छ, किन भन्दाखेरि यहाँ दिदीको गिफ्टहरूलाई थ्याङ्क यू भन्दै थियो। अनि याद आयो, माया लाग्यो। कति लाग्यो, कहाँ लाग्यो साथी माया? माया कता लाग्दो यतिखेर चाहिँ फ्यामिली फोटो खिचेको। आमा र नानालाई एकदम धेरै मिस गरिरहेको छु। आमासँग त छिट्टै भेट भइहाल्छ, तर नानासँग नभेट भएको एकदम धेरै भइसकेको छ। त्यही भएर म एकदम आफूलाई कन्ट्रोल गर्न सकिनँ। अनि जति नै टाढा भए पनि हजुरले मलाई एकदमै नजिक फिल गराउनुहुन्छ, यति धेरै माया गर्नुहुन्छ। आमा पछिको दोस्रो रूप भनेको दिदी अरे। तपाईँ मेरो दिदी मात्र नभएर मेरो आमा पनि, मेरो साथी पनि, मेरो हरेक दुःख सुख सेयर गर्ने एउटा तपाईँ नि त हुनुहुन्छ। थ्याङ्क यू सो मच। यति धेरै तपाईँहरू सबैलाई यति बेरसम्म हेरिदिनु भयो, थ्याङ्क यू सो मच। थ्याङ्क यू फर वाचिङ, बाई बाई, लभ यु अल।